Yo guys. यतापट्टि चाहिँ हाम्रो पन्दिर रहेको छ, दामी छ है। अनि यतापट्टि पारी अस्ति गएको हामी उता हिले बजार, हजुरलाई मैले देखाइसकेको छु। अब चाहिँ हजुरलाई टक्क हामी यहाँ पानी भर्न आएको नि त, अब हजुरलाई चाहिँ म पानी भर्दै देखाउँछु के कस्तो छ भनेर यहाँ चाहिँ है। अब चाहिँ गाइज हामी यहाँ पदरीमा पानी भर्नु हुन्छ, लगभग 4-5 जति मैले बोतल ल्याएको छु ब्यागमा है। साथी चाहिँ यहाँ पानी खाँदैछन् अनि त्यही हो। अब चाहिँ हजुरहरूलाई माथिको यस्तो दामी भ्यू, सिनेमेटिक भ्यू हेर्न सक्नुहुन्छ है। त्यही हो, बहिनीले चाहिँ यहाँ पानी भर्दैछ। नानी पानी भर्दै हो, कतिवटाको भरिस् न त मेरो पनि। त्यही हो गाइस, अब चाहिँ बहिनीले न यो ब्याग यसको पनि बोतलहरू सबै छ डल्लै यहाँको खोल। त्यही गाइस हामीले चाहिँ 4-5 बोतल ल्याउँ
अनि बजारको पनि सफा त सफै छ पानी, तर हामीले चाहिँ यहाँको जहिले खानी गरेको भएर हामी चाहिँ यहाँ माथि आउँछौँ है। अहिले चाहिँ पसिना चाहिँ पसिना भइसक्यो छ, गर्मी भयो होइन। भाषर कस्तो भइरहेछ तिमीलाई? एकदम दामी भइरहेको तर नपाइ हुन्थ्यो भन्ने कुरो हो, लुगा ल्याइएन। तर भाषर यहाँ त भैँसीको आली मात्र छ नि त, हाम पालिदियो। भाषर गाउँमा साथीहरू नभएर है एकदम झ्याउलाइरह। अहिले त हामी बजार एरियामा भएको म र ऊ मात्र हो, अरू चाहिँ तलतिर गाउँतिर बस्छ, अलिकति तलतिर बस्छ केटाहरू चाहिँ। बोलायो भने त आउँछ, तर अब उनीहरूलाई पनि अब कहिले काहीँ टाइम पनि त्यस्तै छ नि त। अहिले त बस्छ लाग्यो, मेला पातामै जान्छ होइन, दिन होइन। उनीहरूलाई पनि बोलाएर होइन यताउति अब रमाइलो गर्नु भने अब त्यस्तो टाइम नै हुँदैन क्या गाइज। मेन भनेको चाहिँ है गाह्रो छ। म जस्तो बेरोजगार नहुनु त्यही हो। अब काम छैन, क्यारी छैन, त्यही त खायो बस्यो हिँड्यो त्यही हो। अब केटाहरू पनि अब मेला बाजाको छ होला, अब 3-4 बजीतिर तिनीहरू पनि फर्किन्छ। अब चाहिँ एकछिनपछि त हजुरहरूलाई जाँदै भेट्छु है त गाइज। छिटो आइज नानी, ल त पनि बहिनी नै आउँदैछ। अब यो चाहिँ खेल्दा आइरहेछ होइन, घरमा खेलेर पुग्दैन, यहाँ पनि आएर खेल्छु हो। त्यही हो, अब टक्क पानी सानी खानु पऱ्यो। अब हेर्न सक्नुहुन्छ घाम त पुरै यस्तो चर्को घाम लागिरहेछ नि त, त्यही भएर पनि यसो मुखसुख भिजाएर हातखुट्टा धोएर गइन्छ। पँधेरीबाट जाँदाखेरि चाहिँ अहिले लास्टै घाम चर्किरहेछ नि त, त्यही भएर हो गाइस है। त्यही हो भास्कर। अब तिमीले त्यही गाइस, म पनि अब धुनु पर्ने हुन्छ। अहिले त खुट्टा धुनु पऱ्यो होइन गाइस। अहिले माटो हुन्छ, तर घर पुगिन्जेलसम्म त्यही पनि अहिले भिजाएर जाउँ होइन। अहिले पसिना हुनु भन्दा त बरु होइन, अहिले मुख टाउको भिजाएपछि चाहिँ आनन्द लाउँछ होइन। घाममा हिँड्दाखेरि त्यति साह्रो चर्को हुँदैन नि त, शीतल हुन्छ, फ्रेस हुन्छ माइन्ड पनि। के भयो तपाईँ चाहिँ? हेर जति बेला निस्किनु मुडमा हुन्छ है गाइज। मुख चाहिँ जति पनि धुन मन लाउँछ होइन, कुवाको पानी चाहिँ एकदम चिसो आइरहेछ नि त, त्यही भएर पनि हो गाइस है। ल चलौँ हाम्रो टिम अहिले पछि चाहिँ टक्क माथि एरिया पुगिसक्यो। ल देखाउँछु के कस्तो हुन्छ भनेर, हेर्दै जानु होला अन्त्यसम्म चाहिँ है, त्यही भन्न चाहन्छु म चाहिँ। थकै छु उपर, अहिले एकछिन माथिको एकछिन लाउँछ। त्यसैले जाँदैछौँ, यहाँ हाम्रो बाजेहरू पनि हुनुहुन्छ है। नमस्ते बाजे। त्यही गाइस, यतापट्टि चाहिँ मकैबारी चाहिँ डल्लै छ माथिसम्म। अहिले फेरि हेर्नु सक्नुहुन्छ मकैबारी छ। खाने भए चाहिँ हाम्रो गाउँतिर आउनु होला है गाईजहरू। के अरे? मकै खाने भए हाम्रो गाउँतिर आउनु होला। भाषालाई केही भन्नु छ भने भनिदियो। के भन्ने होइन, म प्रिन्स ह्यान्डसमलाई के भन्नै पर्दैन नि। भाषा यो फिता बनाइदियो त, यो चाहिँ आउँदा आउँदा फिता चुडियो गाइस होइन। गाह्रो छ भाषाले टक्क यहाँ बन्दैन, मलाई फेरि यो फिता बनाउन आउँदैन है गाइस। अब बोक्दा हजुर ब्लग बनाउँदा मैले देखेर आएको थिएँ होइन, ट्याक्क लाएर यो चाहिँ पछाडिपट्टिको फिता चाहिँ ठ्याक्क चुडिहाल्यो। भाषा बोकिदिन्छौ? ए दुःख आजभोलि चाहिँ भास्करले काम गर्न चाहिँ होइन अल्छी छैन भास्कर, फेरि एकदम फुर्तिलो हुने मान्छे चाहिँ गाइज। एकैछिन त्यहाँ माथिसम्म बोकिदिन्छ नि भास्करले, त्यहाँपछि आधी बाटो मैले बोक्न पर्ने हुन्छ। लाउडमा भन्नु नानी।
लिची आँप मकै खान मन लाग्यो हाम्रो गाउँतिर आउन लगाइदिनु अनि अहिले पछि कटहर सिजन पनि आउँछ भन्न कटहर सिजन पनि आउँछ यहाँको कटहर चाहिँ नेपालकै सबैभन्दा मिठो हुन्छ त्यसले खाना आउनुलाई हो गाइज यो चाहिँ हजुरहरूले कतिको याद गर्नु भएको छ होइन जसरी गाउँको कटहर मकै चाहिँ एकदम रसिलो छ हाम्रो स्याउटको है सुन्तला त हाम्रो यहाँको त फेमस छ नि त जतासुकै अब के अरे यो सुन्तलाको सिजन भएपछि लगभग 4-5वटा चाहिँ जिपहरू तराई भेगबाट आउँछ क्या यहाँ लिन गाइस बाटोमा रमाइलो गर्दै बहिनीसँग गइरहेछौँ अनि भारी चाहिँ मैले भास्करलाई बोकाएको छु मेरो भास्कर के भन्छ नि भनिदियो के अरे भ्लगमा आफ्नो मनको व्यक्त राखिदियो न मनको व्यक्त योभन्दा अगाडिको होइन अगाडिको भ्लगमा भास्करको होइन त्यहाँ एउटा रिक्वेस्ट गरेका छन् भास्करले आफ्नो व्यक्त गरेका छन् भावना होइन त्यो चिज चाहिँ हजुरहरूले गएर हेरिदिनु होला बुझिदिनु होला मेरो अगाडिको भ्लगमा छ हजुरहरूले आफै बुझिहाल्नुहुन्छ होइन जति पनि अडियन्सहरू हुन्छ भ्युवर्सहरू हुन्छ मेरो भिडियोमा आउनेहरूले चाहिँ टक्क भाषालाई नै एक नजर टक्क हानिदिइहाल्नु होला है मान्छे एकदम ह्यान्सी अहिले चाहिँ हामी गाइस बजार साइड आइसक्यौँ हुन्छ सबम उकाले चढ्दैछ माथि हाम्रो सबम भाइ छन् सानो हजुर त पन्ध्र साइड गएको छ यहाँ त हाम्रो लाउरेनी आमा हुन्छ टक्क यहाँ चाहिँ हाम्रो पसल छ यतातिर आउन सक्नुहुन्छ नागोमा है त्यही हो गाइस ल गएको है ल टक्क गाइस भिडियो बनाउँदै आइपुग्यो घर पनि यता चाहिँ मम्मी यहाँ हुन्छ है मम्मी हेलो हामी आइपुग्यौँ घर थके चाहिँ उब्बल आयो हाम्रो सफललाई पनि हुन्छ गाइस मजाले है काम चलिरहेछ भाइ चाहिँ बिसाउनु पर्ने हुन्छ है अब चाहिँ टक्क दाइले चाहिँ यहाँ सिक्री बनाउँदै हुनुहुन्छ हाम्रो सफललाई यता चाहिँ टक्क जुम बनाउँदै होइन अनि चाहिँ मजाले काम चलिरहेछ हाम्रो सफललाईको अब चाहिँ एकछिनपछि चाहिँ हजुरहरूलाई टक्क मुकबाङको लागि होइन सबै चिजहरू लिएर आउँछौँ अनि टक्क मोमो बनाउँदै भेट्छ त गाइस चाहिँ अहिले चाहिँ हामीले यहाँ मोमोको लागि चाहिँ के चाहिने डिसेसहरू अब किमाहरू के सबै चिजहरू चाहिँ हामीले यहाँ तयारी पारिसकेका छौँ है अनि फर्स्ट अफ अल चाहिँ हाम्रो बहिनी र मम्मीले मिलाएर चाहिँ टक्क यहाँ पिठो रेडी पारिसक्नु भयो मोमोको लागि अनि यता साइड चाहिँ हाम्रो यता प्याज छ है यता चाहिँ हाम्रो किमाको लागि मम्मीले चाहिँ दुई तरफै गरिराख्नु छ मैले पनि गरिरहेको छु लसुन प्याज चाहिँ सबै मैले गरिसकेँ अनि बाँकी चाहिँ मम्मीले यहाँ गर्दै हुनुहुन्छ मासु पकाउँदै है मम्मी यो चाहिँ मासु चाहिँ के गर्ने रे मम्मी फ्राई गरेर खाने यो चाहिँ फ्राई गरेर खाने अनि यो चाहिँ अब हाम्रो किमा पाउँदैछ गाइस है अब त चलाउनु पर्ने हुन्छ किनभने तातिरहेको छ है यो साइड त्यही हो अब चाहिँ हामीमा दुईवटा प्याज जति अझै मैले गर्नुपर्ने छ है किमा त भइसक्यो अब प्याज अझै हाल्नुपर्ने हुन्छ त्यही भएर मैले चाहिँ प्याज काट्दैछु मेरो आँखा चाहिँ पुरै रातै भइसक्यो छ होइन प्याज काट्दा अघि त्यो एकदम आँखा पुरै बिजाइसकेछ के एकदम त्यो ग्यासले त्यो ओनियनबाट आउने हुन्छ नि हजुर प्याजको रागले राग भन्नु चाहिँ नआएर मैले ग्यासले भने गाइस त्यसको लागि चाहिँ माफी चाहन्छ है प्याजको रागले त्यही हो अहिले चाहिँ मम्मीले बनाइराख्नु भएको छ मासु भुट्दै हुनुहुन्छ है यो साइड चाहिँ अनि यता चाहिँ टक्क अब चाहिँ एकछिनपछि चाहिँ हजुरहरूलाई बनाउँदै अहिले चाहिँ फिनिसिङ अहिले भएको छैन नि त अहिले बनाउँदैछौँ त त्यही भएर अनि एकछिनपछि चाहिँ हजुरलाई टक्क बनाउँदै खाँदै भेट्छ है त अहिले गाई चाहिँ अब हाम्रो चाहिँ खाने टाइम भइसक्यो मोमो त्यहाँपछि चाउमिन सबै चिज हामीले बनाएर भ्याइसक्यो है अनि मैले चाहिँ भाषालाई पनि बोलाएर आएछु है आजमा मसँग पानी लिन गएको थिएँ सँगै अनि अहिले चाहिँ अब जस्ट अब हामी हजुर चाहिँ सेटअप देखाउँछु त्यहाँ के कस्तो भएको छ भनेर मम्मीले अब जे जस्तो हुन्छ घरमा होइन त्यस्तो चाहिँ अब हामीले बनाउने कोसिस गरेछौँ होइन मोमो है फर्स्ट टाइम हो घरमा बनाएको है
अब हेर्नु होला के कस्तो भएको छ भनेर। अनि यता चाहिँ हाम्रो आमा दामी गाइस है, सेटअप चाहिँ दामी छ। मम्मी किन लुक्नुहुन्छ? मम्मी चाहिँ लुकेर बस्नु भएको थियो। अनि बहिनी पनि छि। ओके गाइस है, अब सबै चिज भइसकेको छ। फर्स्टमा चाहिँ मासु लभरहरूलाई चाहिँ यता मासु छैन क्या यहाँ? छ। त्यही हो गाइस है, आजको सेटअप चाहिँ यही हो। अब टक्क हजुरहरूलाई चाहिँ डाइनिङमा टक्क भेटिन्छ होइन, खाँदै। लास्टमा चाहिँ हेर्दै जानु होला। हजुरहरूलाई पनि खानु मन छ भने कमेन्टमा सेक्सनमा आएर चाहिँ भन्न सक्नुहुन्छ। अनि त्यसो 1K सब्सक्राइबर पुगेपछि चाहिँ मेरो है लगभग 2 जना जतिलाई चाहिँ म होममा होइन जस्ट अब खानको लागि चाहिँ होइन गिभवे नभनौँ एउटा के भन्ने अब त्यस्तै टाइप अपर्च्युनिटी पाउन सक्नुहुन्छ हजुरहरू चाहिँ है। अनि टक्क सँगै बसेर खानुपर्छ फ्यामिली विथ है, फ्यामिली जोन है। ओके गाइस है, अब चाहिँ हजुरहरूलाई खाँदै भेट्छ है त। अनि यता चाहिँ हाम्रो सफललाई हुनुहुन्छ है। अनि यता भास्करले बजाउन थालिसके। अब मम्मी पनि खाए हुन्छ है। यता चाहिँ हाम्रो मम्मी हुन्छ। अनि बहिनी चाहिँ पुरा चपस्टिकबाट खाइरहेछ है, चाइनिज स्टाइलमा। त्यही हो गाइस है, अब म पनि खानु पर्ने हुन्छ। मेरो पनि सेटअप यहाँ यत्तिकै बसिरहेछ, मैले बजाउनु पर्ने हुन्छ है। हो कि अन्त भन् त? बस्नु के तपाईँ त्यहीँ बस्नु के? त्यसो भन् भयो कि बस्नु के? अनि तपाईँ कहाँ जानुहुन्छ त अहिले? कता? बस्नु न तपाईँ फेरि बस्नु त। ए मम्मी सोफामा बसेर खाने रे कम्फर्टेबल तरिकाले। अब म चाहिँ यहाँ कुर्सीमा बसेर खान्छु है। मम्मीलाई त भनेको मान्नु भएन, कुर्सीमा बसेर खानु। अब पहिला सुरु यहाँ केबाट सुरुवात गरौँ? मासु छ, चाउमिन छ, मोमो छ है। अलमल्ली म खाने म त अलमल्ली नि। नानीको स्टाइल हेर्न सक्नुहुन्छ तरिका, चाइनिज म्यान। ओके दाल पनि खा। मम्मीबाट स्टार्ट गर्छु है। दामी छ भाषा एकदम। दाइलाई दामी लागेको छ। नानीलाई मैले फर्स्ट बाइट हाम्रो मम्मीको मोमोबाट स्टार्ट गरेको होइन। दामी छ मम्मीले बनाएको मोमो चाहिँ। जस्ट अब चाहिँ यहाँ म मासुतिर लाग्छु, मासु लभर। दामी छ मासु लभर। नानीलाई फेरि तरिका थाहा छ खाने। मम्मी कस्तो भइरहेको छ तपाईँलाई? गुड भएन खाना छ मम्मीले नि। एकदम टेस्टी छ, भवाल छ भाइ। सस लाग्यो खाँदाखेरि हजुरलाई देखाउँदाखेरि होइन। म भिडियो बनाएको हेरिरहेको छु। चल खाँदो पनि म त आँटिसकेँ तर गर्ने भनेको दाइ नै मिस्यु दाइ मिस्यु है दाइ। मिस्यु बाबा। मम्मी दिल धडक धडक के दिन्छ नै हजुरलाई। पोखराबाट हेरिराख्नु होला, हामीले अब खाइहाल्यो। अब हजुर हुनु भन्यो न त खाना दियो। अब पोखरा यो ड्याडी है मिस यु। अब भोलि आएपछि भोलिसँगै खाम्ला तपाईँ म। अब यस्तै हो, आज त खाइयो मजाले मोमो, चाउमिन, मासु। गाइस हामीले त खाएर पुरै भ्याइसक्यो होइन। मोमोसम्म सब चाउमिन सब खाएर हेर्न सक्नुहुन्छ। यता पुरै क्लियर भइसक्यो भाडा चाहिँ। अब चाहिँ अहिले चाहिँ हामीले पहिलाचोटि नेपाल हुन लागेको कन्टेन्ट हुन लागिरहेछ है। कोक चाहिँ खाएर सकिसक्यो होइन।
अहिले चाहिँ टक्क केराको चाहिँ चस हान्न लागेको छ यो चाहिँ हजुरहरूलाई अनौठो लाग्ला होइन त्यही पनि हजुरहरू कोक हान्न बिर्सेर अनि के कोक चाहिँ खाइसक्यो अनि लास्टमा चाहिँ हामीले यता मुल केरा रहेछ अनि यसको चाहिँ हामीले चस हान्न लागेको होइन यो चाहिँ माइन्ड नगर्नु होला यो रमाइलो हो फ्यामिलीमा रमाइलो गर्नुपर्छ ल गाइस ल गाइस है स्विङ माई न्यू कन्टेन्ट विथ नेक्स्ट ब्लग है त्यति बेलासम्मलाई चाहिँ टक्क प्रतीक्षा गरिराख्नु होला वेट गरिराख्नु होला मेरो ब्लगको लागि है ओके